तल चाहिँ व्हेल माछाले कान हल्लायो भने चाहिँ यो भुइँ हल्लिन्छ भुइँचालो आउँछ भनेर अहिले त माछालाई नि चपक्क टिपेर जापानले यति माथि राखिदिएको रहेछ अनि कहाँबाट भूकम्प आउँथ्यो जापानमा तपाईँले सुन्नुभएको थियो नि पहिले व्हेल माछाले कान हल्लायो भने भुइँचालो आउँछ भनेर यहाँनिर हेर्नु त व्हेल माछा त जमिन माथि नै छ कसरी हल्लायो होला त जमिन मुनि कान यहाँ त जमिन माथि त्यो पनि पानी माथि राखेको छ हेर्नु त पानी माथि पनि यो बाँचेर बसिरहेको छ त्यति मजाले अडिएर मुन्टो मात्रै भुइँमा घोचेको छ त्यही पनि ऊ बाँचिरहेको छ पहिले सुन्ने गरिन्थ्यो क्या गाउँघरमा बुढापाकाले भन्थे तल चाहिँ व्हेल माछाले कान हल्लायो भने चाहिँ यो भुइँ हल्लिन्छ भुइँचालो आउँछ भनेर अहिले त माछालाई नि चपक्क टिपेर जापानले यति माथि राखिदिएको रहेछ अनि कहाँबाट भूकम्प आउँथ्यो जापानमा थाहै पाउँदैन अचेल त खिर्र हल्लाउँछ अचेल त के हल्लाएको भन्छन् अचेल खै के पो हल्लिया हो म आफै थाहा पाउन्न साथीभाइ यो हल्लाउने र हल्लिने काम चाहिँ यसले गरेको पक्कै पनि होइन होला है बरु यसले पानी हल्लाउँथ्यो अरू हल्लाउन्न थियो साथीभाइहरू कान हल्लाउँथ्यो होला तर जमिन कहिले पनि हल्लिएको थिएन साथीभाइहरू तपाईँहरू अब चाहिँ यो जुन छ नि परम्परा यो पुरानो पुस्ताबाट अब पन्सिन पर्छ हेर्नुहोस् त माछा यसरी माथि छ कसरी हल्लाउँछ कसरी भुइँचालो आउँछ यो गलत हो सबै कुरा